तपाईँ हेर्नुहुँदैछ नमस्ते गोरुबथान। भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा सामसिङ कुमाई 44 नम्बर समष्टिको साङ्गठनिक सभा सामसिङ स्थित मण्डल गाउँ सार्वजनिक भवनमा गोरुबथान खण्ड पञ्चायत समिति सदस्य छेडोल्मा शेर्पाको अध्यक्षतामा सम्पन्न भयो। सभालाई क्षेत्रीय सभासद हर्कमान छेत्री, केन्द्रीय समिति सदस्य कमल गिरी, महकुमा समिति महासचिव दिलीप लामा, वन बस्तीका मुख्य संयोजक जिटिए किशोर थापा, कर्माध्यक्ष सोनम लेप्चा, विकास छेत्री, प्रमेश शर्मा, पारू राईले सम्बोधन गरेका थिए भने सभामा समष्टिका युवा शक्ति, नारी शक्ति अनि भातृ संगठनका पदाधिकारीगणको विशेष रूपमा उपस्थित रहेको थियो भने सामसिङ अनि कुमाई ग्राम पञ्चायतका प्रधान, उपप्रधान लगायत सदस्यहरूको पनि उपस्थिति रहेको थियो। सभालाई समष्टि सदस्य मनोज छेत्रीले सञ्चालन गरेको थियो।